नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण र उत्तिकै रोमाञ्चक विषयको गहिराइमा पुग्दैछौँ। मनोरोग चिकित्सामा भइरहेका नयाँ र अत्याधुनिक विकासहरू। मानसिक स्वास्थ्य उपचारको तरिका र प्रविधिहरू अहिले निकै छिटो परिवर्तन भइरहेका छन्। विज्ञानले साँच्चै नै नयाँ बाटाहरू खोलिरहेको छ र आज हामी तिनै रोमाञ्चक आविष्कारहरूको बारेमा विस्तृत रूपमा बुझ्नेछौँ। झण्डै 1 अर्ब सुन्दा पनि डरलाग्दो छ नि होइन? विश्वभर लगभग 1 अर्ब मानिसहरू कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट जुधिरहेका छन्। यो विशाल तथ्याङ्कले के देखाउँछ भने मानसिक रोगको असर विश्वव्यापी रूपमा अत्यन्तै गम्भीर छ। त्यसैले पनि यसको उपचारमा नयाँ, अझ प्रभावकारी आविष्कारहरूको नितान्त आवश्यकता छ। यो मानव जातिकै एउटा ठूलो चुनौती हो। अब आजको यो छलफललाई कसरी अगाडि बढाउँछौँ त? हामी मुख्य गरी यी कुराहरू हेर्नेछौँ। उत्तम उपचारको आवश्यकता, जैविक अनि औषधीय सफलताहरू, न्युरोमोड्युलेसनको बढ्दो प्रयोग, त्यसपछि तेस्रो पुस्ताका मनोवैज्ञानिक थेरापीहरू अनि डिजिटल आविष्कार हुँदै अन्तमा मनोरोग चिकित्साको भविष्यसम्म पुग्नेछौँ। सुरु गरौँ पहिलो विषयबाट, अझ राम्रो उपचारको आवश्यकता। विगतका उपचारमा रहेका सीमितताहरूलाई पार गर्दै अघि बढ्नुपर्ने आजको प्रमुख आवश्यकता बनेको छ। अब लागौँ जैविक र औषधीय सफलताहरूतर्फ। यहाँ हामी एकदमै सूक्ष्म स्तरमा अर्थात् मस्तिष्कका कोष र रसायनहरूको रोमाञ्चक संसारमा प्रवेश गर्दैछौँ, जसले हाम्रो मानसिक अवस्थालाई नियन्त्रण गरिरहेका हुन्छन्। खासमा मस्तिष्कका केही विशेष भागहरू जस्तै भेन्ट्रल टेगमेन्टल एरिया, न्युक्लियस एक्याम्बिन्स र प्रिफ्रन्टल कर्टेक्समा अत्यधिक मात्रामा पाइने एनओपी अर्थात् नप रिसेप्टरहरू यसको गजबको उदाहरण हुन्। अचम्मको कुरा के छ भने मुसाहरूमा गरिएको अनुसन्धानमा यसलाई लक्षित गर्दा चिन्ता वा एन्जाइटी ह्वात्तै घटेको पाइयो। हुन त यो मानिसमै पूर्ण रूपले प्रयोग हुन बाँकी नै छ, तर भविष्यमा एन्जाइटी, डिप्रेसन र दुर्व्यसनको उपचारका लागि यो एउटा ठूलो गेम चेन्जर साबित हुन सक्छ। अनि पछिल्ला केही वर्षहरूमा मनोऔषधि विज्ञानमा भइरहेको द्रुत विकासलाई हेर्ने हो भने त प्रगति छक्क पार्ने खालको छ। जस्तै 2022 को अप्रिलमा डेक्समेटोटोमिडाइन स्वीकृत भयो। त्यसैगरी 2023 को अगस्तमा जुरानोलोन र सेप्टेम्बरमा जेपिरोनले मान्यता पाए। भर्खरै मात्र 2024 को अप्रिलमा इलोपेरिडोन पनि थपिएको छ। यसले के प्रमाणित गर्छ भने नयाँ र छिटो प्रभाव देखाउने औषधिहरू लगातार आइरहेका छन्। अब कुरा गरौँ न्युरोमोड्युलेसनको उदयको बारेमा। यो भनेको रसायन विज्ञानबाट भौतिक विज्ञानतर्फको एउटा निकै रोचक छलाङ हो। हेर्दाखेरि मस्तिष्क भनेको केवल रासायनिक सन्तुलन मात्र होइन, यो त एउटा निरन्तर चलिरहने अत्यन्तै जटिल विद्युतीय सर्किट पनि हो। न्युरोमोड्युलेसनले यही विद्युतीय पक्षलाई लक्षित गर्छ, जुन बिरामीहरूलाई नियमित औषधिले काम गरिरहेको हुँदैन, उहाँहरूका लागि यसले एकदमै ठूलो आशा जगाएको छ। अहिले अनुसन्धानको अवस्था हेर्दा ट्रान्सक्रिनियल अल्टरनेट करेन्ट स्टिमुलेसन वा छोटोमा TACS जस्ता प्रविधिहरूले डिप्रेसन र अनिद्रामा निकै राम्रो काम गरिरहेको देखिन्छ। यस्तै म्याग्नेटिक सिजर थेरापीले पनि जटिल समस्याहरूमा सकारात्मक नतिजा देखाएको छ। यसले यो अनुसन्धानको क्षेत्र अहिले कति धेरै सक्रिय र उत्साहजनक छ भन्ने कुरा छर्लङ्ग पार्छ। यसै सन्दर्भमा डीप ब्रेन स्टिमुलेसन अर्थात् DBS को कुरा नगरी थोरै पाइन। यो अलिकति जटिल र आक्रामक विधि हो। यसमा खप्परमा सानो प्वाले पारेर मस्तिष्कको भित्री भागसम्म तारहरू जडान गरिन्छ। विशेष गरी एन्टेरियर फ्रन्टल पोल्स वा मिडल्याटरल प्रिफ्रन्टल कर्टेक्समा एकदमै सटिक तरिकाले 4वटा प्याडल लिडहरू राखिन्छ। सुन्दा जति जटिल लाग्छ, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर वा OCD जस्ता गम्भीर मानसिक समस्याको उपचारमा यो त्यति नै प्रभावकारी प्रमाणित भइसकेको छ। भौतिक मस्तिष्कको कुरा गरेपछि अब मनतर्फ लागौँ। तेस्रो पुस्ताका मनोवैज्ञानिक थेरापीहरू जसले हाम्रो मन र सोच्ने तरिकालाई नै परिमार्जन गर्दैछन्। परम्परागत थेरापीहरू त छँदैछन्, तर अब एक्सेप्टेन्स एन्ड कमिटमेन्ट थेरापी, कम्प्यासनेट माइन्ड ट्रेनिङ र माइन्डफुलनेस बेस्ड कग्नेटिभ थेरापी जस्ता नयाँ विधिहरू निकै लोकप्रिय हुँदैछन्। यी विधिहरूको मुख्य कुरा भनेको यिनीले हाम्रो विचारलाई बदल्ने मात्र होइन, बरु स्वीकारोक्ति र वर्तमानमा सचेत रहने कला पनि सिकाउँछन्। विशेष गरी सामाजिक चिन्ता वा सोशल एन्जाइटी जस्ता समस्यामा सेल्फ एक्सपोजर रणनीतिहरूसँग मिलेर यी विधिहरूले गजबको नतिजा दिइरहेका छन्। डिजिटल आविष्कारहरूको कुरा गर्दा अहिले मनोरोग उपचार क्लिनिकको 4 पर्खालभित्र मात्र सीमित छैन, यसले विश्वव्यापी पहुँच बनाइरहेको छ। अचेल परम्परागत प्रत्यक्ष थेरेपीको साथसाथै मोबाइल एप्स, भर्चुअल रियालिटी, कृत्रिम बौद्धिकता
वा एआई च्याटबोटहरू जस्ता प्रविधिहरूले उपचारलाई पूरै नयाँ स्वरूप दिइरहेका छन्। यसको सबैभन्दा ठूलो फाइदा भनेकै पहुँच हो। विश्व स्वास्थ्य संगठनको MHGAP जस्ता कार्यक्रमहरूले त डिजिटल माध्यमबाट आत्महत्या रोकथाम र डिप्रेसन व्यवस्थापनलाई संसारभर पुर्याउने काम गरिरहेका छन्। मानसिक स्वास्थ्यको क्षेत्रमा यो साँच्चै नै एउटा क्रान्ति हो। अब अन्त्यमा मनोरोग चिकित्साको भविष्य कस्तो होला त? अब हुने क्रमिक सुधारहरूबारे कुरा गरौँ। एउटा यथार्थ के हो भने मानसिक स्वास्थ्यको क्षेत्रमा रातारात सबै निको पार्ने कुनै जादुको छडी वा एउटै मात्र सिल्भर बुलेट छैन। अनुसन्धानले बारम्बार देखाएको कुरा यही हो। प्रगति भनेको ससाना, निरन्तर र धेरैतिरबाट गरिने सुधारहरूबाट मात्र सम्भव छ। हामीले कुनै एउटै चमत्कारको आश गर्नुभन्दा पनि यी विविध प्रविधिहरूको क्रमिक र संयुक्त विकासमा विश्वास गर्नुपर्ने हुन्छ। यी सबै कुराहरूलाई हेर्दा अन्तमा एउटा ठूलो प्रश्न उब्जिन्छ। आउने दशकको त्यो मुख्य सफलता वा भनौँ समाधान कुनै एउटा नयाँ औषधि मात्रै होला कि जीव विज्ञान, विद्युतीय न्युरोमोड्युलेसन र कृत्रिम बौद्धिकताको अचम्मको संयुक्त रूप होला? पक्कै पनि यी सबै उपचार पद्धतिहरूको एकीकरणले नै मनोरोग चिकित्साको रोमाञ्चक भविष्य कोर्दैछ, जुन हामी सबैका लागि अत्यन्तै चासोको विषय बनिरहनेछ।